गाइस हामी चाहिँ अहिले इटरी आइपुग्यौँ। इटरी बुढी खोलापट्टि यहाँ चाहिँ माया धराने बेसार पनि उपलब्ध छ। हजुर जता हेरे पनि हजुर तोर भइ रमाइलो अहिले 20 रुपिस टिकट फोटोसुट हुँदैछ। हामी चाहिँ अहिले गोर्खा चौतारीमा आइपुग्यौँ। हामी चाहिँ अब तलतिर झर्छौँ गाइस। भयो उता पर हेर्नु भयो मेरो खिचिदिन्छ। कता आयो क्यामेरा भन्दा कम थियो। क्यामेरा मेरो मैले खिचिदिन्छ ल। ए रोक्नु उडेर राम्रो देखियो। कसरी के गर्नु थियो यहाँ हेलो गाइस, दर्शक नमस्ते जोजोलपा सबैजनालाई। आज मैले नयाँ ब्लग लिएर आइसकेको छु। सबैजना आरामै हुनुहुन्छ होला, म पनि एकदम आरामै छु। आज चाहिँ हामी ट्राभलिङ गर्न हाम्रो हर्क साम्पाङ ज्यूले बनाउनु भएको नयाँ श्रम संस्कृति पार्क जान आँटेको। सबैजना 12-14 जना जान आँटेको र भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला। गाइस अहिले चाहिँ हामी विराट चौक कटिसक्यौँ, खलकपुर आइपुग्यौँ। धरानतर्फ जाँदैछौँ। हर्क साम्पाङले बनाउनु भएको पार्क श्रम संस्कृति पार्क जाँदैछौँ। 10-12 जना जाँदैछौँ हामी। गाइस हामी चाहिँ अहिले इटरी आइपुग्यौँ। इटरी बुढी खोलापट्टि यस्तो जाम छ गाइस अहिले इटरीमा। आज म चाहिँ लगभग 4-5 महिनामा जाँदैछु धरान। अस्ति साउनको महिनातिर आएको थियो। त्यसको ब्लग हालिरहेको छु। श्रम संस्कृति पार्क छ, सबैजनाले मेरो वैडी च्यानलमा गएर हेर्न सक्नुहुनेछ। ईशक श्रेष्ठ ब्लग च्यानलमा।
हाम्रो त सुटिङको क्रममा गएको थियौँ र मैले भ्लगिङ पनि गरेको थिएँ। यो भिडियो नै अगाडि जसरी मन पराउनु भएको त्यसै गरी सधैँभरि मन पराइदिनु होला, माया गरिदिनु होला। अहिले चाहिँ ट्राफिक लाइटमा रातो बत्ती बल्लाएको छ, त्यही कारण सबै गाडीहरू रोकिएको छ। ट्राफिक रुलको फलोअप गर्नुपर्छ। इटारीमा एकदम व्यवस्थापन भएको छ। सबैभन्दा धेरै कुद्ने सवारी साधन भनेको सफाइ नै हो। इटारीतिर भाडा पनि एकदम सस्तो छ। बनाउन गर्न खोजेको रुमै भएन। हिजो राति चाहिँ हाम्रो गायक तथा नायक प्रशान्त तामाङज्यूको निधनको क्रममा दीप प्रज्वलन भएको थियो। यहाँ यो माथि चाहिँ बन्दै गरेको सेन्टर प्लाजा हो। अस्ति पोहोर आगो लागेको थियो। बन्दैछ। होला 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 गाई चौक चाहिँ इटारीको मेन चौक कोल चौक अर्थात् वीरेन्द्र चौक भनेर चिनिन्छ। पूर्व पश्चिम राजमार्गको एउटा जक्सन हो। हेर्दा काठमाडौँ सहर जस्तो देखिने इटारी। र गाइज हामी चाहिँ आइसक्यौँ फुस्रे अगाडि, त्यो श्रम संस्कृति पार्क जाने गेट अगाडि आइपुग्यौँ। यो चाहिँ आर्मी स्कुल हो। मित्रताको हात बढाई विश्व शान्ति फैलाउने, देशभक्ति मनमा राखी भाइ फाइनल्ली हामी चाहिँ हर्कनसाम्माङको पार्क आइपुग्यौँ। होला नयाँ नयाँ यहाँ नयाँ नयाँ बन्दैछ। अस्ति आउँदा थिएन यो श्रम सांस्कृतिक पार्क। यतातिर व्यापारमा राम्रो हुन्छ, व्यापार राम्रो चल्छ। बदाम सुन्तला होइन, अनि आइसक्रिमहरू बच्चाहरूको लागि। अहिले घाम लागेर हल्का गरम भयो जस्तो फिल भयो। पर टिकट काट्नुपर्छ।
लानु 100 को 1.5 किलो सुन्तला 100 किलो अब आएर अहिले फर्किरहेको यहाँ चाहिँ माया धराने बेसार पनि उपलब्ध छ हो त यहाँ यस्तो फाउन्टेनहरू छ यहाँ टिकट लाग्छ यतातिर चारतिर हरियाली छ के त सिसी क्यामेरा भइहाल्छ यो त दामी छ गार्डन माथि यो सारङ्गी बजाउनु के भन्छ मान्छेले के भन्छ होइन अर्को के कुन शब्द भन्छ क्या रुको जरा सबर करो बोला धक्का बुक्की नहीं ए गाई नै बजाइराखेको हुन्छ भाकाहरू लोक भाका गाउँछ नि के अरे एरगन्डा हजुर ल यो बगार यो अम्मक आँप यहाँ रन्जर कतिवटा लुक पर्छ शीतल हुन्छ नि त अब फ्रेस यो तर्फ नाममा बनाएको फलैचा जता हेरे पनि हजुर चोर भएर मैलो अहिले आउनु अहिले फर्किँदा पनि 20 रुपियाँ 40 दिनु त्यस धेरै उ छैन हाई छैन लो नै छ दिनु नि तपाईँ प्रवेश शुल्क चाहिँ 20 रुपियाँ रहेछ only 20 rupees टिकट थ्री थ्री 1 2 3 0 भयो मम्मी भएन टिकट हजुर आउन सक्नुहुन्छ घुम्नलाई श्रम संस्कृति पार्क धरान यो चाहिँ फुस्रेबाट आउनुपर्छ फुस्रे एरियाबाट एकदम राम्रो आउनु भएको छ हाम्रो धरानको मेयरका भर्खर सालङज्यूले राम्रो बुझ्नु है बिचमा प्याच्चा नसोध्नु सधैँ जस्तो आउँदैछु म कुरा फेरि यहाँ आउँदैछु भन्दैछु त श्रम गरेर सबैजना यहाँको जनता मिलेर बनाउनु भएको छ यहाँको पर्यटक क्षेत्र एकदम राम्रो छ पर्यटक नेपालको एउटा आन्तरिक स्रोत पनि हो भयो होइन 40 हो 20 रुपियाँ त्यो बोकिराख्नु नि अहिले उटोमा गोजीमा हाल्नु न राखिराख्नु नि फोटो सुट हुँदैछ कस्तो भयो आज रमाइलो भयो बब्बाल संस्कृति पार्कमा होइन हाम्रो हर्क सापज्यूले बनाउनु भएको पार्कमा आएको छ एकदम प्राकृतिक सौन्दर्यता छ होइन भरे मारेर चिल्लायो फेरि फोटो
हामी चाहिँ अहिले गोर्खा चौतारीमा आइपुग्यौँ। पर्खिदिनु हामी चाहिँ अब फेरि तलतिर झर्दैछौँ गाइज। अलि अगाडि आउनु। कसको मूर्ति हो के को मान्छे आउँदैछन् जान जान समझ रहे हो हामी आरा धरानमा घुमेर पनि सिकिसक्यौँ। यहाँ रहेछ नि शुद्ध पिउने पानी। अघि नै मैले गाइने दाइहरूले गाउनु भएको देखाएँ, अहिले फेरि गर्न गाउनु हुँदैछ। खतरा आयो।
क्यामेरा भन्दा कम छैन क्यामेरा छैन र मेरो माथि खिचिदिनु त लु एउटा यता खिच खिच ए रोक्नु न यता ऊ देखि उडेर राम्रो देखियो अटो उडेर भिडियो होइन भिडियो गर्नु कसरी के गर्नुहुन्छ यहाँ ऊ हिँड्नुहुन्छ फोन गरेको खोइ उठाउनु भएन गाइस हामी चाहिँ फर्किँदैछौँ अब घरतिर जाने छिटो आउनु अरे के किन्ने किन्ने कि बदाम चाहिँ किन्नु बरु बदाम बदाम लैजाऊ न 100 रुपैयाँ झोला सुन्तला 100 रुपैयाँ झोला 1.5 किलो पनि छ नि ठुलो झोला छैन ल म दुईटै लाउँछु ठुलो ठुलोमा हालिदिनु न भाइजू छिटो आउनु अरे छिटो आउनु अरे उहाँहरूले छोरी मान्छेहरू चाहिँ यतिको व्यापार गरेर बदाम एकदम सलाम छ हजुरहरूलाई हजुरहरूको व्यापार राम्रो होस् हामी चाहिँ खाजा खान आइएको छ अहिले गाइस हामी अङ्कल के अरे अङ्कल कता जानु हो बुझ्नु हुँदैछ ओ माइला ओ माइला दामी भ्यू छ गाई जस्तो यहाँ धरानमा होइन त्यो जिरो के अरे यसलाई कुन एरिया भन्छु जिरो ए फुस रे बस्नु न अडाउनु भएको छैन चारवटा भेजटेबल 4टा भेज चाउमिन चाहिँ मैले गरिसकेँ होइन अरू भन्नु न त्यो चाहिँ गर्नुलाई के हो फेरि यस्तो के हो हतार भयो गाइज मैले मोमो खाइसकेँ यतिखेर होइन मोमो मिठो भयो गाइज हामी चाहिँ खाजा खाएर फर्किसक्यौँ अब घर जान आँटेको टाइम पनि 4 बजिसक्यो अहिले बेलुकाको 4 बजिसक्यो अब घर फर्किन आँटेको त्यस्तो छ धरानको भ्यू दामी देखेको छ आज धरानको भ्यू धेरै हल्लियो
खाटाखुट्टी पऱ्यो क्या कसको गाइज हामी चाहिँ अहिले केराबारीको बाटो हुँदै पानमारा हुँदै हुँदै केराबारीबाट घोर्सानीतर्फ जाँदैछौँ यता इटरीको बाटो छोडेर यो बाटो लाग्दैछौँ ठ्याक्कै भानुचोकदेखि पूर्वपट्टि सुरु भयो मदन भण्डारी हाइवे यही बाटो त हो त उदयपुर हुँदै हुँदै जाने उदयपुर हुँदै हुँदै काठमाडौँसम्म जाने गन्तव्य यो अहिले ठ्याक्कै यो पानबारी आइपुग्यौँ धरानको पानबारीमा पानबारी हुँदै केराबारीतर्फ लाग्दैछौँ गाइज हामी चाहिँ केराबारीको एकदम भाइरल पुलमा आएको छौँ आइपुग्यौँ कदम खोला अर्थात् मदन भण्डारी हाइवेको मुख्य प्रवेशद्वार केराबारीबाट सुरु हुन्छ त्यहाँ आइपुगेको छौँ त्यही हो गाइज कदम खोला माथि केराबारीको गाउँहरू हो जेफाले यतै होइन यता पारी कता पर्छ पश्चिम कता जेफाले अनि के छ नि रामपुर यता छ त सिंहदेवी देवी झडाउता होला होइन पारी मित्रताको हात बढाई विश्व शान्ति देशभक्ति मनमा राखी भाइचारा बढाउने मित्रताको हात बढाई विश्व शान्ति केराबारीको जङ्गल सुरु भयो केराबारी हुँदै हामी कागडोडा हुँदै खोर्सानीसम्म पुग्नेछौँ साँगुरो बाटो छ यो केराबारीको अझै हात्ती प्रायः प्रशस्त निक्लिन्छ हात्ती आइरहन्छ केराबारी बागडोडा लगायतको एरियाहरूमा अहिले चाहिँ यता पश्चिमतर्फ गयो भने अहिले हात्ती भागो होला हामी चाहिँ खोर्सानी चोक आइपुगिसक्यौँ खोर्सानी चिल्ली टाउन अफ मोरङ फाइनल गाइज हामी चाहिँ घर आइसक्यौँ हाम्रो आजको धरानको टुर एकदम बवाल भयो सबैजना घुम्यौँ रमाइलो गऱ्यौँ र अहिले म घर आइसकेको छु हामी सबैजना घर आइसकेको छौँ आजको हजुरहरूलाई मेरो नयाँ ब्लग कस्तो लाग्यो ट्राभलिङ ब्लग यदि मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब अवश्य गर्नु होला र फेरि हाम्रो अर्को भिडियोमा भेट हुनेछ लास्टसम्म हेरिदिनु भएका सबैजनालाई मनैदेखि धन्यवाद हस्त जय नेपाल